सम्पूर्णमा नमस्कार, शुभ बिहानी। जेनजी विशेष परिस्थितिमा भइरहेको चुनाव मतलब हाम्रा जेनजी पुस्ताका मृत्युवरण यत्रो ठुलो बलिदानीको विशेष परिस्थितिमा भइरहेको विशेष चुनाव के उहाँहरूको आन्दोलनको भावको कदर भइरहेको छ कि साँच्चै भ्रष्टाचार मुक्त चुनाव हुँदैछ के साँच्चै सुशासन युक्त चुनाव हुँदैछ। यदि जनप्रतिनिधिहरू करोडौं खर्च गरेर जितेर आए भने के भ्रष्टाचार मुक्त देश हुन्छ? भ्रष्टाचार मुक्त देश भएन भने सुशासन युक्त देशको कल्पना र सम्भावना छ। निर्वाचन आयोग, नेता, जनताहरू सँगै सम्पूर्ण सरोकारवालाहरूसँग आग्रह छ, मनन गरौँ। रसना यादव।